यदि भगवानले मलाई क्यालेन्डरबाट एउटा दिन हटाऊ भन्नुभयो भने म यही दिन हटाइदिन्थे होला, किनकि आजको मिति नै त्यो दिन हो जुन दिन हामीले हाम्रो दिदी भिनाजुलाई शारीरिक रूपबाट गुमाउन पुगेका थियौँ। आजको मितिले ती सबै कुरालाई ताजा बनाइदिन्छ जुन कुराबाट हामी दिनदिनै भाग्दै टाढिँदै आएका थियौँ। त्यो कहिले भुल्न नसकिने पलहरू, फोनका ती लगातार आएका ती आवाजहरू, आफन्तहरू आत्तिएका ती स्वरहरू, हामी यहाँ त्यहाँ दौडिँदै भौतारिँदै हिँडेका ती पलहरू, एम्बुलेन्सको आवाज, त्यो भिड, सबै कुरा फेरि आँखाका अगाडि ताजा भएर आइदिन्छन् र मन फेरि पोल्न थाल्छ। हामीले सधैँ दिदी भिनाजुको निमित्त दिदी भिनाजुको यादमा केही न केही कार्यहरू गर्दै आइरहेका छौँ र त्यही क्रममा आज हामी पुग्यौँ श्री ज्योति भवन आधारभूत विद्यालय जुन पोखरा 16 ओखलेमा रहेको छ, जहाँ निकै कम विद्यार्थीहरूले अध्ययन गर्छन्। 4 जना शिक्षक शिक्षिका र 5 कक्षासम्म मात्र पढाइ हुन्छ। Thank you. Thank you. Thank you. Aku duluan deh, weh. गणेश बहादुर बानियाज्यू उहाँलाई आसन ग्रहण गरिदिन अनुरोध गर्छु। त्यसै गरी मिनु बानियाज्यूलाई आसन ग्रहण गरिदिन अनुरोध गर्छु। त्यसै गरी मोनिका बानियाज्यूलाई आसन ग्रहण गरिदिन अनुरोध गर्छु। त्यसै गरी धना कार्कीज्यूलाई आसन ग्रहण गरिदिन अनुरोध गर्छु। त्यसै गरी गरिमा बानिया ज्यूलाई आसन ग्रहण गरिदिन अनुरोध गर्छु। साथै कृतिका बानिया पनि आइदिनु भएको भए आसन ग्रहण गरिदिन अनुरोध गर्छु। त्यसै गरी गौरव बानिया ज्यूलाई आसन ग्रहण गरिदिन अनुरोध गर्छु। त्यसै गरी रूपक बानिया ज्यूलाई आसन ग्रहण गरिदिन अनुरोध गर्छु। त्यसै गरी सम्राट बानिया ज्यूलाई आसन ग्रहण गरिदिन अनुरोध गर्छु। सम्राट सन्देश केसीज्यूलाई आसन ग्रहण गरिदिनु र हाम्रो विद्यालय व्यवस्थापन समितिको अध्यक्षज्यू कारणवश बिरामी भएको हुँदा आउन सक्नु भएन। शिव सङ्घ सदस्यज्यूहरू सबै यहाँ उपस्थित हुनुभएको छ। गौरव आउनु न, त्यतै आउँछु हामी त्यही
त्यो नि हाल्दैन One line ago, your extra. Your second doesn't work. I thought it didn't. भयो अट्यो Pal kopi rahel curang ni enta. Baka. Yo kopi be. यो कपी भरिएर लेख है Bori lemnu ande. बिहानभरि पुऱ्याइदिए केही पनि दिएर यो त पढ्ने रहेछ फेरि खेल्ने कुरा दिएका बानी हुन्थ्यो होला खेल्ने कुरा दिएन अब फेरि घर गएर पढ्नेलाई कपी किताबमा जस्तो भएन है म कसरी भोक लागेको हात साकेको कसरी भयो अब यस्तो सबैजना लाइन लागेर अगाडि बस्ने अनि मम्मीहरूले चाहिँ त्यहाँ खाना हामीले खाजा चाहिँ कति व्यवस्था गरेर लिएर आएको छौँ खाजा सबैलाई बाँडिन्छौँ अनि बल्ल अनि हामीहरूलाई छुट्छौँ है त लाइनमा है हजुर लाइन लास्टमा हो कि लास्टमा हो कि म अलिक ठुलो अलि अग्लो भएछु कि ठुलो बच्चा पुरानो
कतिजना मम्मीहरूले पनि हेर्नु पर्दैन है पुरेर बसेको त मम्मीहरूले नि हुन्छ बिहानबाट भोक्छ मम्मीहरूलाई राखेर बस्दैन होला बिहान साइज भन्नु हो क्या मेरो ए हजुरको हजुरको त्यस्तो क्लास आज हामीले ती बाबु नानीहरूलाई सहयोग प्रदान गर्दै गर्दा ती बाबु नानीहरूको अनुहारमा खुसी र सानो मुस्कान देखेर हामीलाई आजको समय काट्न अलि सहज भयो। हामीले आफ्ना पीडाहरू केही हदसम्म बिर्सिन सक्यौं। ती बाबु नानीहरूको स्नेहले हामीलाई भविष्यमा अझ धेरै यस्ता सहयोगहरू जारी राख्न प्रेरित पनि गर्यो। कुन शब्दले लेखौं त्यस्तो नबिझाउने काँडा जस्तो चन्द्रमा झै मुस्कान